फगी रहेछ नि त अन्त सो गुड मर्निङ गाइस लु हाम्रो चाहिँ अब उकालो यात्रा सुरु 4:10 मा चाहिँ हाम्रो राइड सुरु उकालो राइड सुरु है पैदल राइड सुरु आमा फगी त कस्तो डर लाग्दो अरे फगी त ग्लोभ्स पनि चाहिने त्यसो एक सेट चाहिँ पाथिभारा माता के जय पाथिभारा माता के जय पाथिभारा माता के जय ले हाम्रो चाहिँ उकालो स्टार्ट भयो है पैदल स्टार्ट भयो लु बाजेको लागि चम्फा रेडी खै हाम्रो गुरुजी कता जानु ए टसै जस्तो लु हाम्रो चाहिँ स्टार्ट भयो उकालो स्टार्ट भयो है उकालो हाम्रो यहाँ दाजुभाइ चाहिँ यहाँनिर छ अरूलाई गाइड गर्दै गर्दै कसैले किसकाट राइडिङ युजहरू गर्नुभएको मेरो छोरा पनि हिँड्दैछ चिताको कामहरू पुगोस् शुभकामना होस् फलिफाप होस् कष्टहरू जाओस् हे भगवती आमा तपाईँकोमा कसरी कसरी जुरेर आइगयौँ है यहाँ आउनु पनि माताले बोलाउनै पर्यो बोलाउनु त पर्छ त नभए पैसा रुपियाँ भएर पनि हुँदैन नबोलाइ त बिस्तारै कदम चाल्नु है कदम बिस्तारै अत्तालेर फाइदा छैन बिस्तारै हिँड्न अगाडि नानी पनि हिँड्दैछ कि छिटो गल्छ जो छिटो हिँड्ने भनेर जान्छ छिटै गली जान्छ भाइ आज हाम्रो यात्रा काफ्लेपाटीबाट अब जाँदैछौँ अहिले बिहानको कति बज्यो 4:30 सायद त्यति भन्दैछ 4:30 बजीको यात्रा आज हाम्रो तर दिन चाहिँ धुम्म छ एकदम किनभने अहिले चाहिँ पानी रेनी सिजन हो है त्यसले गर्दाखेरि मान्छे पनि कम छ हाम्रै ग्रुप मात्रै छ र यसरी हाम्रो लावा लस्करसँग हामी अगाडि बढिरहेको छौँ र एकदम मनमा भगवान्लाई पाथिभारा मातालाई सम्झिरहेको छौँ है त ल हुन्छ तपाईँको ब्लगमा मेरो पनि के भन्छ सहभागिता बेसी भयो बेसी त भयो त लास नानीलाई पनि टेस्ट भयो चिसो छ क्या ए स्याबास गुड भेरी गुड लु जाऊ सबैजना विश्राम गरिरहेको छ यो मलाई एकैचोटि माथि तिम्रो कम्बरमा बेरा त यो चाहिँ यसको चाहिँ ए खस्छ
लु हामी चाहिँ यहाँनिर फर्स्ट पूजा गर्ने जग्गामा आइपुग्यो यहाँ ढुङ्गाहरू उयो गर बनाऊ छोरीले बनायो बनाऊ 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 ए मती फेरि होइन माथि बनाउँदा हुन्छ बनाऊ न यहाँ पनि मती टाढोबाट आएको बडाले त केटाहरूलाई त पप पार्दैछ नि कति बेला फोन चार्ज गर्नु तपाईँको त 100 पुगेछ त हाम्रो त जहिले जान्छ कति बेला उठेर चार्ज गर्नु भयो के गर्नु भयो अरू बेलुका त अरूले गरेको थिएन रोड होम थियो ल भन लेट्स गो आउनु भन हामी जाउँ ल बजार भेट्छौँ यहाँ मिठाई किन्न छ ओइ उ त जान्छ भाइ धुप परे धुप यहाँ छ है सबैजनालाई यहाँ छ यहाँ आऊ यस्तो फगहरू लागिरहेको छ पाला आफै के सम्झेर पाल्छ सबैले धुपहरू लाउँदैछ आन्टी मम्मीहरू धुप हाल्न ढल्छ